नेपालको तराईतिर थाकल धेरै पाउँछ। यसको फल खाँदा मिठो पनि हुन्छ भने पातबाट झोला, टोपी, टोकरो, सजावटका सामानहरू प्रशस्तै बन्दछन्। अहिले बङ्गलादेशमा थाकलको डाँठबाट मेसिनमा रेसा निकालेर डोरी, रेसा, कागज, चटाई जस्ता हजारौं सामान निकालेका छन्। यसको कुच्चो त धेरै राम्रो बनाएछ। बङ्गलादेशको बँदेलपुरा शहीद खानले उत्पादन गरेका छन्, जसको 90 करोड बङ्गलादेशी रुपियाँ लगानी गरेर त्यहाँ चाहिँ राम्रो किसिमको उद्योग गरिसकेको छ। हामीले पनि यसको अलिकति लगानी गरेर सिपमूलक उत्पादन गरेर यो थाकलको उत्पादन युरोप, अमेरिका, जापान, जर्मन जस्ता देशहरूमा राम्रो बिक्री वितरण गर्न सक्छौं भने यसको डब्बामा प्याकिङ गरेर राम्रो किसिमको भिटामिन युक्त खानेकुरा यसको फलबाट निकालिराखेको अवस्था छ। हामीसँग अथाह सम्पत्ति हुँदा हुँदै पनि हामी दिमागीय अल्छी हौं, दिमाग घुमाउन अल्छी गर्छौं र हामीले रिसर्च एन्ड डेभलपमेन्ट भन्छ नि, हामीले अनुसन्धान गर्न खोज्दैनौं के। विदेशमा बनाइएका मेसिनहरूको आधारमा मात्र जुन मेसिनबाट जे उत्पादन हुन्छ त्यो मात्र उत्पादन गरेर हुन्छौं। हामीले हाम्रो देशहरूमा इन्जिनियर साथीहरूले अलिकति कोशिश गरेर नयाँ नयाँ किसिमको हाम्रो देशमा उत्पादन हुने प्राकृतिक चिजहरूलाई आधार बनाएर मेसिन उत्पादन गरेको खण्डमा नेपालमा पनि पक्कै औषधि जन्य तथा रेसा जन्य उद्योगहरू स्थापना हुन्छ। त्यसैले आजैदेखि अहिलेदेखि कोशिश गरौँ, हामी लागौँ, राम्रो हुन्छ है। धन्यवाद। हजुरहरूले एउटा सहयोग गर्नु पर्यो है। यो पेजलाई फलो गरी भिडियोलाई शेयर गरिदिनु होला। धन्यवाद।